मन्त्रीको छोराको रूपमा तपाईले बिताइरहेको जीवन त्यस्तो छ, तर आम मान्छेहरूको जीवन हेर्यो भने दर्दनाक छ। सिधा चाहिँ आरोप हो कि तपाईको बुवाले भ्रष्टाचार गरेको पैसा ल्याएर तपाईले उडाइरहनु भएको छ। मैले हेरे अनुसार तपाईको 8 वटा घरहरू छन्, 30 ठाउँमा हजारौं वर्गमिटर तपाईको जग्गा जमिन छ, तपाईको सुन 160 तोला छ, तपाईको चाँदी 570 तोला छ, तपाईको हीरा 20 तोला छ, वित्तीय क्षेत्रमा तपाईको करोडौंको लगानी छ र करोडौंका तपाईका गाडीहरू। यो तपाईको सम्पत्ति कहाँबाट आयो? मेरो चाहिँ मेन जब भनेको चाहिँ व्यवसाय नै हो, म व्यवसायी हो। तपाईहरु अस्तिसम्म चिल्लो गाडीमा वरिपरि प्रहरीहरू राखेर झण्डा फरफडाउँदै हिँड्नुहुन्थ्यो, तर 2 दिनमै तपाईहरु टुप्पी लुकाएर धोती सम्हालेर भाग्नुपर्ने अवस्थामा पुग्नुभयो। मन्त्रीज्यूलाई कस्तो लागिरहेछ? त्यसमा त व्यापक रूपमा घुसपेट भयो। एकजनी हुँदाखेरिका भिडियोहरू हेर्दाखेरि चाहिँ यहाँ आर्जु राणाको लगानी छ, यो आर्जुको रिजोर्ट हो भनेर मान्छेहरू आक्रोशित भएको देखिन्छ। तपाईले आर्जु राणाको अकुत सम्पत्ति व्यवस्थापन गर्नुहुन्छ भन्ने किसिमको आरोप र बुझाइ समेत रहेछ।